नमस्कार तपाईहरुलाई आज म सानो मेरो गार्डनको भिडियो बनाउन लागिरहेछु। तपाईहरुले यसो जसले हेर्नुहुन्छ कमेन्ट गरिदिनु होला। जस मेरो एउटा मेमोरीको लागि हो। यो चाहिँ मेरो श्रीमतीको पेवा डेलिया भन्दो रहेछ। अति नै बढेर जाँदो रहेछ, यसलाई मल पुर्याउनु पर्ने। तर साह्रो राम्रो हुँदो रहेछ यो। यो चाहिँ यो चाहिँ विभिन्न किसिमको टाइपको हुँदो रहेछ। ल अनि अर्को चाहिँ प्राजसो यो चाहिँ अखबारी खोर्सानी नेपाली यो गोर्खाली जहाँ बसे पनि खोर्सानी अखबारी खोर्सानी चाहिँ प्रायः सबैकोमा नै हुन्छ। त्यसकारणले मैले पनि यसपालो प्रत्येक वर्ष बनाइरहेको छु। यो चाहिँ यो पालको बिउ सानो बिउ हो। यो चाहिँ यही नयाँ बिउ हो। यसले लटरम फल्दैछ। तर यसो हेर्दाखेरि यसलाई अलिकति के पुगेन जस्तो लागिरहेछ। न मल त लागे हो। यो भन्नुहुन्छ भने यो चाहिँ पोहोरको सालको हो। यो पोहोरको सालको हो। यो पनि मजाले फलिरहेछ र अझै फुल्नुपर्ने हो। तर एकपटक फुलेपछि यो अहिले छाड्यो, यसले धर्म छाड्यो। यो पनि पोहोर सालकै हो। मैले 2 पटक खाइसकेँ। साह्रै पिरो छ। अखबारी खोर्सानी पनि कसै चाहिँ तल उधोपट्टि फर्केको हुन्छ, कसै चाहिँ आकाशतिर फर्केको हुन्छ। तर आकाशतिर फर्केको रोप्नु पर्यो भनेको त्यो चाहिँ भेट्नु सकिएको छैन। योभन्दा 3-4 वर्ष अगाडि त थियो, तर कहाँको त्यो थाहा नै भएन मलाई नि। अर्ग्यानिक यो टमाटर त्यहाँ धेरै पटक खाइसकियो। झन्डै 2 महिना जति भयो टमाटर नकिनेको। यो अर्ग्यानिक हो। अनि यो चाहिँ सिमी मैले मेरो डार्लिङलाई सिमी नरोप्नु है, पोहोरको साल चाहिँ झ्याङ्गियो मात्रै भएन। तर यसपालि चाहिँ उसले रोप्छु नै भन्यो एक झ्याङ। तर लटरम फल्याछ यसपालि यो वो ठाङ्ग्रो लगाइदियो भने कहाँसम्म जान्छ त यो भइजानु खोज्दै थियो। तर यसले यसपालि डाक्रा पाएन। किनभने यसलाई चाहिँ अलिकति हेलाइ नै गरेको थिएँ पोहोरको पोहोरको नफलेको कारणले गर्दाखेरि। यतापट्टि हेर्नु छ भने यो चाहिँ इस्कुस। यसपालि चाहिँ मैले यसलाई दामी घर बनाइदिएको छु र आफै लगाइदिएको छु मैले घाँस उतातिर। ल यसपालि चाहिँ यो इस्कुसको जरामा चाहिँ जरा होइन, एउटा चाहिँ 2 किसिमको लगाएको छु। एउटा चाहिँ यसो बोटबाटै थाहा हुँदो रहेछ। यो चाहिँ यो कलरको एउटा चाहिँ छ, एउटा चाहिँ यो कलरको। यो बोटै फरक। त्यो चिल्लै हो तर त्यो काँडावाला होइन, चिल्लै छ तर ठुल्ठुलो फल्छ। त्यो चाहिँ हो यही कलरको फल्छ। तर अर्को चाहिँ यो खालको, यो चाहिँ सधैँ भइरहने हो। हेरौँ यसपालि कति मिठो हुन्छ। यो चाहिँ थाहा छैन। यो चाहिँ यसपालि रोपेको हो मैले यहाँ। तर यो चाहिँ पोहोर सालको हो। पोहोर सालको यो बोट हो। यो पनि हेर्नुहुन्छ भने यो पनि पोहोर सालकै हो। यो पनि ल। अनि यताबाट जानुहुन्छ भने यताबाट यो चाहिँ पाउन्ड पो भन्दै थियो कि न त नेपाली हो कि न हो। पाउन्ड हो। एक छाक खानुलाई चाहिँ धेरै यो सबभन्दा महँगो तरकारी अरे भनेर सुनेको छु। र मैले पनि यो चाहिँ के भन्नु छ भने यो सिस्नु 3 छाक चाहिँ मजाले खाइसकेँ। अब 1 छाक हुनु लागेको छ यो।
यतापट्टि हेर्नुहुन्छ भने तपाईँलाई अचम्म लाग्दो ल यी यसपालो चाहिँ गतिलो फलेको छ 3वटा 4वटा थियो अस्ति एउटा चखाइयो यो फर्सी यसपालो चाहिँ चखानै पर्यो ल अर्को चाहिँ तपाईँलाई अर्ग्यानिक यसपालो योभन्दा 3 वर्ष मैले रोपेको थिएँ मजाले खाइयो पोहोरको साल पनि भएन यसपालो चाहिँ मेरो डार्लिङले चाहिँ गतिलो बनाएको छ यो चाहिँ नेपालको काँक्रा ल हेर्नुहोस् है कुकुम्बर गतिलो फलेको छ है यो चाहिँ अलिक ढिलो ढिलो फल्दो रहेछ तर अहिले अब चाहिँ यो चाहिँ के अरे थुप्रो छ चिचिला बट्टै पछि हेरौँ यी अनि यो गतिलो यसलाई अलिक ठाक्रा भएन जस्तो लाग्यो मलाई ल यो डेलिया विभिन्न कलरको छ यो सेतो कलर अनि यो कुन कलर यो के अरे यो कलर यो पर्पल क्रिम कलर अनि यो के अरे यो ऊ भएको चाहिँ यो पातै पातमाथिदेखि तलसम्म फुलेको चाहिँ ग्लेडिया अरे ग्लेडिया उता पल्लोपट्टि अलिकति सानो हेर्नु छ भने त्यो चाहिँ के अरे गोदावरी फुल त्यसलाई चाहिँ अलिकति हेला गरिरहेछ अनि यतापट्टि पनि हेर्छ भने यहाँबाट सिधै यो चाहिँ हामी चाहिँ सयपत्री भन्छौँ तर यहाँ के अरे यसको नाम थाहा छ तिमीलाई खोइ मेरीगोल्ड ल ए ल यो चाहिँ यतापट्टिबाट हेऱ्यो भने अरे यो पनि कलर कलरको हुँदो रहेछ गोदावरी फुललाई चाहिँ बरा भइरहेछ